सन् 2001को त्यो कालो रात नेपालको दरबार हत्याकाण्ड त्यो घटनाले पुरै देशलाई नै हल्लाइदियो होइन। तर हामीलाई जुन कथा सुनाइयो के त्यो नै सबै सत्य हो त? एउटा स्रोत सामग्रीले त यो घटनालाई अर्कै नजरले हेर्छ, एउटा निकै शक्तिशाली षड्यन्त्रको रूपमा। यसले इतिहासको त्यो अँध्यारो पानामाथि यस्ता प्रश्नहरू खडा गर्छ जसले सोच्न बाध्य बनाउँछ। ल आज यसकै गहिराईमा डुबुल्की मारौँ न त। यो कुरालाई बल दिने एउटा एकदमै गम्भीर आरोप छ। हेर्नुस् त, अमेरिकी सेनाका एक पूर्व अधिकारी वेन म्याडसन, उहाँलाई उद्धृत गर्दै स्रोतले के भन्छ भने CIA र भारतीय खुफिया एजेन्सी र मिलेर यो सब घटाएका हुन् अनि ढाकछोप गर्न एउटा कथा पनि बुने। अब सोच्नुस् त, यो दावीले त सरकारी कथालाई ठाडै चुनौती दियो नि। यसले त सिधै भन्छ कि घटनाको पछाडि एउटा निकै ठूलो अन्तर्राष्ट्रिय षड्यन्त्र छ। अब स्रोतको तर्क के छ भने यो षड्यन्त्र लुकाउनलाई एउटा पुरानो तर निकै खतरनाक तरिका अपनाइयो, जसलाई द बिग लाई अर्थात् ठूलो झुट भनिन्छ। यो हिटलरको प्रचारको तरिका थियो। यसको सिद्धान्त सिधा छ, एउटा यति ठूलो, यति अकल्पनीय झुट बोल्ने कि मान्छेले पत्याउनै नसकोस् कि कसैले यत्रो झुट बोल्न सक्छ, अनि त्यही झुटलाई बारम्बार जताततैबाट भनिरहने। आखिरमा त्यही झुट नै सत्य जस्तो लाग्न थाल्छ। अब प्रश्न यही उठ्छ कि दरबार हत्याकाण्डको त्यो आधिकारिक कथा पनि यस्तै एउटा योजनाबद्ध ठूलो झुट नै थियो त? ल एकछिनलाई यी षड्यन्त्रका कुराहरूलाई साइडमा राखौं। अब लागौं त्यो कथातिर जुन हामी सबैलाई सुनाइयो, मतलब सरकारले बनाएको छानबिन समितिले दिएको आधिकारिक विवरण। यो त्यो कथा हो जसले संसारलाई घटनाको एउटा निश्चित तस्विर देखायो। त्यो आधिकारिक कथाले के भन्छ भने युवराज दिपेन्द्र एकदमै नशामा थिए। त्यही सुरुमा उनले यो भयानक नरसंहार गरे। कथाले सबै दोष एउटै व्यक्तिमाथि थुपार्छ, दिपेन्द्र, जसले भनिएअनुसार आफ्नो पूरै परिवारलाई गोली हाने अनि अन्त्यमा आफैलाई पनि गोली ठोके। तर के यो कथामा कुनै खोट छैन त? के यो साँच्चै पत्याउन लायक छ? स्रोत सामग्रीले चाहिँ यसमा गम्भीर प्रश्नहरू मात्रै होइन, ठाउँ ठाउँमा ठूल्ठूला दरारहरू नै देखाउँछ, यस्ता असङ्गतिहरू जसले यो पूरै कथाको जग नै हल्लाइदिन्छ। सबैभन्दा पहिलो र ठूलो प्रश्न त समयलाई लिएर नै उठ्छ। आधिकारिक रिपोर्टको टाइमलाइन हेरौँ है। जम्माजम्मी 36 मिनेटको अन्तराल। अब सोच्नुस् त, यति छोटो समयमा पूरै हत्याकाण्ड हुनु, शवहरूलाई त्यहाँबाट उठाएर 5 किलोमिटर टाढाको अस्पताल पुर्याउनु अनि डाक्टरले जाँचेर मृत घोषणा पनि गरिसक्नु, के यो सम्भव छ? स्रोतको दाबी छ यो लगभग असम्भव छ। सायद यही टाइमलाइन नै आधिकारिक कथाको सबैभन्दा कमजोर खुट्टा हो। अर्को ठूलो प्रश्न, के दिपेन्द्र साँच्चै नसामा थिए? आधिकारिक कथाले त भन्छ उनी विस्की, गाँजा र अरू के को नसामा थिए। तर स्रोतले देखाएको प्रमाण हेर्नुस् त, ल्याब रिपोर्टले चुरोटको ठुठाहरूमा निकोटिन बाहेक केही भेटेन। झन् शाही डाक्टरले त उनको मस्तिष्कमा रक्सीको कुनै अंश नै नभएको बताए। अब एकातिर दावी, अर्कोतिर वैज्ञानिक प्रमाण, दुईटाको बीचमा कत्रो खाडल। यदि दिपेन्द्र नसामा थिएनन् भने उनको त्यो कथित हिंसक व्यवहारको कारण के थियो त? पूरै कथा नै यही नेर कमजोर हुन्छ। अनि अनुसन्धानको तरिकामा पनि उस्तै गजबका त्रुटिहरू देखिन्छन्। शाही शवहरूको पोस्टमार्टम नै गरिएन, माथिको आदेश भनेर। हत्यामा प्रयोग भएको हतियारलाई प्रमाणको लागि सुरक्षित राख्नुको सट्टा खाली हातले समातेको फोटो खिचियो, जसले गर्दा फिङ्गरप्रिन्ट्सहरू सबै मेटिए। घटना भएको 16 घण्टासम्म मिडियालाई चुप लगाइयो, अनि देशको प्रधानमन्त्रीले त घटनाको 2 घण्टापछि मात्रै खबर पाए। के यो सब सामान्य लापरवाही मात्रै हो त? स्रोतले त भन्छ होइन, यो प्रमाण नष्ट गर्ने र सत्यलाई जानी लुकाउने एउटा योजनाबद्ध प्रयास हो। अब आउँछ आधिकारिक कथाको सबैभन्दा ठूलो र विवादास्पद प्रश्नमा, के युवराज दिपेन्द्रले साँच्चै आफैलाई गोली हानेका थिए त? किनभने प्रमाणले त अर्कै कथा भन्दैछ। कुरा एकदम सिधा छ। स्रोतका अनुसार युवराज दिपेन्द्र दायाँ हात चलाउने व्यक्ति थिए, मतलब राइट ह्यान्डेड। तर उनको टाउकोमा लागेको घातक गोलीको घाउ कहाँ थियो? देब्रे कानको पछाडि। अब आफै सोच्नुस् न, दायाँ हातले आफैलाई देब्रे कानको पछाडि त्यस्तो अप्ठ्यारो तरिकाले गोली हान्न कत्तिको सम्भव छ? यो त लगभग असम्भव जस्तै देखिन्छ। स्रोतले यसलाई गोली अरू कसैले हानेको सबैभन्दा बलियो प्रमाण मान्छ। ल, यदि आधिकारिक कथामा यति धेरै प्वालहरू छन् भने त्यसो भए त्यस रात साँच्ची के भएको थियो त? अब हेरौँ स्रोतले प्रस्तुत गरेको वैकल्पिक कथा, अर्थात् घटनाको एउटा बिल्कुलै फरक पुनर्निर्माण। यो वैकल्पिक कथा अनुसार दिपेन्द्र सुतिसकेपछि
उनको कोठामा मुखुन्डो लगाएका हत्याराहरू छिर्छन्। एकजनाले त त्यही दिपेन्द्रलाई गोली हान्छ र उनको शरीरमा सैनिक पोसाक लगाउन थाल्छ। अनि दिपेन्द्र जस्तै देखिने उस्तै मुखुन्डो लगाएका अरू हत्याराहरूले बाहिर बिलियर्ड हलमा नरसंहार मचाउँछन्। रानी ऐश्वर्य र राजकुमार निराजनलाई चाहिँ बगैँचामा पहिलेदेखि लुकेर बसेका हत्याराहरूले मार्छन्। अन्त्यमा हत्याराहरूले दिपेन्द्रको शवलाई पोखरी छेउमा राखेर त्यहाँबाट भाग्छन्। यो सिद्धान्तले दिपेन्द्रको डबल वा नक्कल गर्ने मान्छे प्रयोग भएको बताउँछ। यसो गर्दा समयको कमीदेखि लिएर गोलीको घाउको स्थानसम्म सबै असंगतिहरूको व्याख्या हुन्छ। यो तस्विर एउटा एकदमै चिसो र योजनाबद्ध हत्याको हो। अब यी दुई कथाहरू त भए, तर यी बाहेक पनि केही यस्ता तथ्यहरू र प्रश्नहरू छन् जसले षड्यन्त्रको आशंकालाई झनै गहिरो बनाउँछन्। यस्ता प्रश्नहरू जसको जवाफ आजसम्म कसैसँग छैन। अब यी कुराहरूलाई हेरौँ त जसलाई सुविधाजनक संयोग भनिएको छ। पहिलो, हत्याकाण्ड हुँदा नयाँ राजा बन्ने ज्ञानेन्द्र शाह त्यो पार्टीमा थिएनन्। दोस्रो, ज्ञानेन्द्रको पुरै परिवार पार्टीमा थियो तर उनीहरू सबैजना बाँचे। तेस्रो, 2001 मा यो घटनालाई षड्यन्त्र भन्ने माओवादी नेताहरू पछि सत्तामा पुग्दा उनीहरूले यसबारे कहिल्यै कुनै छानबिन गरेनन्। अब भन्नुस् के यो सब केवल संयोग मात्रै हो कि कुनै ठूलो योजनाको हिस्सा? खास गरी ज्ञानेन्द्र र उनको परिवार त्यसरी चमत्कारी ढंगले बच्नुले धेरैको मनमा गहिरो शंका उब्जाएको छ। अब प्रमाण नष्ट गर्ने सबैभन्दा सजिलो र पक्का तरिका के हो? अपराध भएको ठाउँलाई नै सिद्धाइदिने। त्यस्तै भयो यहाँ पनि। 2005 सम्म गुगल अर्थको स्याटेलाइट तस्बिरमा हत्याकाण्ड भएको त्रिभुवन सदन भवन जस्ताको तस्तै देखिन्थ्यो। तर 2007 को तस्बिरमा हेर्दा त्यो भवन पुरै भत्काइएको छ। आजभोलि त्यस ठाउँमा आंशिक रूपमा नयाँ भवन बनाइएको छ, तर पुरानो संरचनाभन्दा बिल्कुलै फरक। स्रोतले यसलाई सत्यलाई सधैँका लागि गाड्ने एउटा नियोजित कदमको रूपमा हेर्छ। त्यो भत्काइएको भवनमा एउटा सानो तर निकै महत्त्वपूर्ण प्रमाण थियो। घटनास्थलमा रहेको एउटा मूर्तिमा लागेको गोलीको डोबहरू। ती डोबहरू पूर्ण रूपमा त्योर्सो मतलब होरिजन्टल थिए। अब सोच्नुहोस्, यदि दिपेन्द्रले उभिएर गोली चलाएको भए गोलीको डोब त अलिकति तलतिर ढल्केको हुनुपर्ने हो नि। तर त्योर्सो डोबले के संकेत गर्छ? यसले संकेत गर्छ कि गोली जमिनको सतहबाट सायद कोही लुकेर बसेको शूटरले चलाएको थियो। यो भौतिक प्रमाणले पनि आधिकारिक कथालाई ठाडै काट्छ। अन्त्यमा यो घटनाक्रमले हामीलाई फेरि त्यही सुरुको दाबीमा फर्काउँछ, विदेशी संलग्नताको। हेर्नुस् त, महिनौदेखि नेपालमा तालिम दिइरहेको एउटा अमेरिकी विशेष बलको टुकडीले हत्याकाण्ड भएको दिन अर्थात् जुन 1 को दिउँसो आफ्नो परियोजना हस्तान्तरण गर्यो। त्यही रात हत्याकाण्ड भयो अनि भोलिपल्ट बिहानै त्यो टुकडी नेपालबाट फर्कियो। के यस्तो टाइमिङलाई संयोग मात्रै मान्न सकिन्छ? स्रोतका अनुसार सकिँदैन। यसले विदेशी हात हुन सक्ने आशंकालाई एकदमै बलियो बनाउँछ र यो घटनालाई एउटा अन्तर्राष्ट्रिय षड्यन्त्रको तहमा पुर्याइदिन्छ। त्यसो भए अन्त्यमा हामीसँग दुईवटा बिल्कुलै फरक कथाहरू छन्। एकातिर एउटा राजकुमारको दुःखद आवेगको कथा जो नसामा चूर भएर आफ्नै परिवारको काल बन्यो। अर्कोतिर चिसो दिमागले रचिएको एउटा भयानक राजनीतिक षड्यन्त्रको कथा। कुन सत्य हो? प्रमाण, प्रतिप्रमाण र असंगतिहरूले भरिएको यो रहस्य आज पनि नेपाली इतिहासको सबैभन्दा ठूलो र अनुत्तरित प्रश्न बनेर उभिएको छ।